मेरो माया कुल्ची जाने तिम्रो माया फलोस् फुलोस् मेरो इच्छा मरे जाने तिम्रो इच्छा सधैँ पुगोस् मेरो माया कुल्ची जाने तिम्रो माया फलोस् फुलोस् मेरो इच्छा मरे जाने तिम्रो इच्छा सधैँ पुगोस् उदास आँखा मेरा पनि सपना देख्थे पहिले पहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ। नमस्कार दर्शकवृन्द, यहाँहरूलाई सुप्तुलुङ टिभीमा स्वागत छ। सुप्तुलुङ टिभीमा हामी विभिन्न स्रष्टा कलाकारहरूसँग कुराकानी गर्ने गर्दछौँ र यो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ युवा प्रतिभा गायक केदार अनुरागी। यो अनुराग भनेको चाहिँ एउटा टाइटल नाम हो हैन। यसको अर्थ चाहिँ अब अनुराग भनेको चाहिँ एक खालको सानो सानो कणहरू हैन। अनि उनी साहित्यमा अनुरागी थिए भन्छ नि त, उनी साहित्यमा अनुरागी थिए, उनी सङ्गीतमा अनुरागी थिए भन्छ नि त। त्यो तपाईलाई एउटा सङ्गीतको अनुरागी हैन हजुर भन्न सकिन्छ है। हजुर त्यसरी बुझौँ अहिले। हजुर अहिले चाहिँ म पढाइ सँगसँगै अब सङ्गीत पनि छ भनौँ न। अहिले खोटाङमै आफ्नो जिल्लामा नै रहेर सङ्गीतलाई केही गरौँ भन्ने हिसाबले लागि परिरहेका छौँ हामी। साइन्नु कला केन्द्र खोटाङमा छ, यहाँलाई अवगत नै छ हैन। त्यहाँ चाहिँ हामीले नयाँ प्रतिभाहरूलाई नयाँ सङ्गीत सिक्ने एउटा विद्यार्थीहरूलाई सङ्गीतको बेसिक कुराहरू हामी सिकाउँदै आइरहेका छौँ। र त्यसो गर्दा आफ्नो जिल्लामा, आफ्नो गृह जिल्लामा बस्ने एउटा नयाँ पुस्ताहरूलाई चाहिँ केटिएमसम्म धाउनु पर्दैन भन्ने हिसाबले चाहिँ हामी केही गरिरहेका छौँ। मेरो जन्म चाहिँ खोटाङ जिल्लाको खारिमी गाविस, अहिले चाहिँ दिरी मनपा 11मा पर्छ। मेरो जन्म चाहिँ त्यहाँ भएको थियो र म बाल्यकाल मेरो खारिमीमा नै बित्यो र त्यसपछि +2 र ब्याचलर चाहिँ यहाँ काठमाडौँ नै हो। र अहिले चाहिँ ब्याचलर यता छ र उता काम छ, बेला बेलामा आउँछु, म एक्जामहरू दिन्छु, अनि फेरि आउने जाने क्रमहरू चलिरहेछ। अहिले परिवारमा मेरो मम्मी हुनुहुन्छ, अनि दुईजना दाइ हुनुहुन्छ, अनि म छु, अनि दिदीहरू त म्यारिड अलरेडी गर्नुभएको छ। बाल्यकालदेखि स्मरण गर्दाखेरि चाहिँ एकदमै अब सबैको नै हुन्छ त्यो बाल्यकालमा अलिक चकचक स्वभाव हुन्छ। अनि त्यही गर्दाखेरि अब गीत सङ्गीतमा लाग्ने एउटा वातावरण पनि मेरो बाल्यकालबाट नै सुरु भएको थियो हैन। अनि स्कुल पढ्दाखेरि मादल बजाउने काम गर्थेँ। मादल बजाउने चाहिँ प्रोग्राम हुँदाखेरि बेला बेला मलाई सरहरूले बोलाउनुहुन्थ्यो। अनि त्यसरी चाहिँ प्रोग्राममा मादल बजाउँदै बजाउँदै सबैले वाउ मादल बजाएको चाहिँ ठिक छ है, राम्रो छ भन्ने एक खालको हौसला दिनुहुन्थ्यो कि। त्यसरी चाहिँ अनि आज भन्दै भोलि भन्दै अनि प्रोग्रामहरूमा पनि अब गाना गाउने एक खालको उत्सुकता मनमा इच्छाहरू जाग्थ्यो। अनि भन्दै गाना गाउने पनि खालको प्रोग्राममा भयो। अनि गाउँदाखेरि चाहिँ गाना पनि त राम्रै गीत त गाउँदो रहेछौ, यसमा चाहिँ अगाडि बढ भन्ने खालको आँट दिनुहुन्थ्यो कि। अनि लगतै फेरि मेरो दाइ भक्त विश्वकर्मा हुनुहुन्छ, उहाँ चाहिँ म्युजिकमा सानैबाट नै अब जिल्लामा बसेर अध्ययन गर्नुहुन्थ्यो, पढ्नुहुन्थ्यो, म्युजिकमा हार्मोनियमहरू बजाउनुहुन्थ्यो। अनि घरमा किबोर्डहरू राख्नुहुन्थ्यो कि। अनि लिएर बजाउँदाखेरि मैले चाहिँ पनि सारेगामाहरू सिक्ने एउटा खालको वातावरण पाएँ। त्यसरी नै अब सिक्दै गर्दाखेरि यसरी अब मादल बजाउँदाखेरि, गीत गाउँदाखेरि स्कुलमा हैन, यो कुराहरूले चाहिँ म्युजिकमा मलाई अझै अगाडि बढ्न प्रेरित गरे के। अरूको प्रोत्साहनले राम्रो छ भनेर। अनि
अनि कुनै पनि प्रोग्राममा गाउँदाखेरि चाहिँ एक खालको अगाडि बढ हामी चाहिँ हेल्प गर्छौँ सपोर्ट गर्छौँ भन्ने खालको जमातहरू पनि थियो त्यो बेला। अनि बाल्यकालबाट नै म्युजिकमा नै वात्तै आएपछि अरूतिर दामा छिर्ने एक खालको त्यो टाइम नै पाइनँ, मैले अवसरै पाइनँ। भनेपछि तपाईँले सङ्गीतमा लाग्नको लागि ठुलो सङ्घर्ष गर्नु परेन होइन, सिकाइको हिसाबले पनि आफैमा दायी हुनुहुन्थ्यो होइन सङ्गीतमा होइन, त्यो हिसाबले सोध्न सिक्न पनि सजिलो भयो र घर परिवारबाट पनि त्यस्तो तपाईँले कुनै पनि रोकआउट भएन होइन। घर परिवारबाट त मेरो अब बाबा नै अब मादल बजाएर मारुनीमा गाउने अब त होइन, अब विभिन्न नाचहरू मारुनीको त्यो चाडबाडमा हुन्छ नि, मेरो बाबा पनि गाउने हुनुहुन्थ्यो अरे। तर बाबा चाहिँ मैले सानो हुँदा नै बित्नुभएको, बाबाको त्यो खालको कला चाहिँ मैले हेर्नु पाइनँ। तर गाउँलेले भनेअनुसार अथवा बाबासँग जोडिएका व्यक्तिहरूले भन्दाखेरि चाहिँ बाबाको त्यो खालको कला थियो अरे भन्दाखेरि अब त्यसकै रगत पनि मलाई सरेको हुनसक्छ। फ्यामिलीबाट एकदम सपोर्ट हो मलाई चाहिँ, किनभने अब प्रोग्राममा जाँदा गाउँदा मादल बजाउँदाखेरि त सपोर्टै गर्ने, मादल ल्याइदिने घरमा त्यो खालको अवस्था थियो। दाइ पनि लागेर होला त्यो खालको चाहिँ रुकावट गर्ने चाहिँ थिएन, सहजै थियो भनौँ न। अनि त्यसरी स्कुल पढ्दा अनि फेरि कलेज पढ्दाखेरि पनि दाइले सपोर्ट गर्ने, म्युजिकमा के गर्नुपर्छ भनेर एक खालको हौसला दिनुहुन्थ्यो। त्यो चाहिँ मेरो प्लस पोइन्ट भयो गर्ने अगाडि बढ्नेमा चाहिँ। 1 देखि 10 सम्म चाहिँ मैले गाउनै परेको हो नि त होइन। अनि दाइसँग चाहिँ इन्फर्मल्ली सिकेँ, तर धेरै सिकेँ होइन, जुन मैले काठमाडौँमा आएर सिक्नु परेन। अब दाइले सिकाउनुहुन्थ्यो, दाइको नजिकै बस्ने, दाइले सोध्नुहुन्थ्यो, हामीले भन्थ्यौँ। अनि यसरी सामूहिक रूपमा रियाज गर्दाखेरि म पनि त्यहीँ सानै हुँदाखेरि नि रियाजसँगै गर्थेँ दाइहरूसँगै। अनि अरूलाई दाइले सिकाउँदाखेरि म पनि त्यो कुराहरू हेर्थेँ कि एकदमै उत्सुकता दिएर कि। अनि सङ्गीतको बेसिकमाको धेरै बेसिक कुराहरू दाइले सिकाउनु भयो। अनि पछिबाटै यता आएर झन् एडभान्स कुराहरू सिक्नु पाइयो। तबला पनि यतै आएर सिकेको, यतै आएर नै होइन। अनि यस उता खोटाङमा हुँदाखेरि बेसिक कुराहरू एकदमै मलाई फुलफिल भयो। अनि यता आएर सिक्यो जस भनौँ सङ्गीत काठमाडौँ आएर सिक्यो। मैले यता आएर चाहिँ तबलाको कोर्स मैले अगाडि बढाएँ होइन। मेरो तबला मादल बजाएको भएर तबला सिक्नुपर्छ भन्ने खालको त्यो थियो। अनि उता खोटाङमा हुँदाखेरि नै मैले सुनेको थिएँ, रविलाल श्रेष्ठ मेरो गुरु हुनुहुन्छ होइन, उहाँ चाहिँ तबलाको एकदमै राम्रो भनेर मैले सुनेको थिएँ। अनि उहाँको कन्ट्याक्ट नम्बरहरू खोजेँ, यता आएर अनि भेट्ने गएँ। अनि उहाँ पनि खुसी हुनुभयो, खोटाङबाट आउनुभएको भनेर एक खालको उहाँले ट्रिट गर्नुभयो मलाई। अनि उहाँसँग लगभग 2-3 वर्ष मैले कोर्स चाहिँ अगाडि बढाएँ तबलाको। अनि बढाएपछि उहाँ कोर्स अगाडि बढ्दै गर्दाखेरि उहाँ बित्नुभयो मेरो गुरु। अनि त्यहाँबाट मैले तबला सिकेको छैन, तर उहाँसँग मैले सिक्नु पाएँ, धेरै कुराहरू सिक्नु पाएँ होइन। तबलाको बेसिक कुराहरूदेखि लिएर क्लासिकल कुराहरू धेरै कुराहरू सिक्नु पाएँ। अनि अहिले चाहिँ गुरु हुनुहुन्न मेरो, बित्नुभयो। तबलाको क्लास मैले उहाँबाट लिएँ, औपचारिक क्लास चाहिँ। अनि भोकल चाहिँ मैले अब विशेष त भोकलमा चाहिने कुराहरू आफ्नै दाइबाट पनि लिने गर्छु। र यता केटीमा आएपछि अलग आर्ट अफ मा मैले केही समय भोकल सिकेँ। अनि त्यहीँ पनि तबला बजाउने काम गर्थेँ। विशेष गरी नर्मल्ली चाहिँ तबला सबैले भन्नुहुन्छ तबला चाहिँ एकदमै गाह्रो, यो ता ना निकाल्नु नै 2-4 महिना टाइम लाग्छ भन्नुहुन्थ्यो मलाई। तर मैले चाहिँ अब मादल बजाउने अनि घरमै साङ्गीतिक पारिवारिक हिसाबमा नै साङ्गीतिक माहौल भएर त्यस्तो भाषली मैले त्यत्रो टाइम चाहिँ लगाइनँ होइन। सामान्य तालहरूको ज्ञान चाहिँ दाइले नै पहिला दिनुभएको थियो, अलिअलि धेरै होइन, अलिअलि सामान्य ज्ञान दिनुभएको थियो। त्यसले गर्दाखेरि कुनै ताल चाहिँ एकदमै चाँडो सिकियो अनि कुनै तालहरू चाहिँ ढिलै सिकियो। अब तर तबलाको एकदमै प्र्याक्टिस चाहिँ तबलामा चाहिन्छ भन्ने चाहिँ हो, किनभने तबलाको त एकदमै यसको धेरै हार्ड विषय पनि हो तबला। अनि भन्ने गरिन्छ तबला तालहरूको बाजा पनि भन्छन्, तबला एकदमै गाह्रो हुन्छ। तबला ता ना धा तेटे तिर तिन
क यस्तो बोलहरू निकाल्नुपर्छ हामीले। अनि बोलहरूको फेरि आफै पनि विशेषता छ होइन, कुन अम्लाले कुन बोल हान्ने भन्ने पनि हुन्छ। अनि त्यो शास्त्रात्मक हिसाबमा जाँदा तबला किन्ने गाह्रो छ र मैले चाहिँ अब 2-4 वर्षको त्यागमा चाहिँ तबला अगाडि बढाएँ। अनि अहिले चाहिँ नर्मल्ली यसो बजाउँछु अनि प्रोग्रामतिर जान्छु अलिअलि कहिलेकाहीँ यस्तो छ। विभिन्न हुन्छ तबलामा चाहिँ भेरिएसनहरू होइन, विभिन्न तालहरू हुन्छ, विभिन्न तालको पनि विभिन्न भेरिएसनहरू हुन्छ। जस्तै झप ताल, रूपक ताल, तादरा ताल, ख्याम्टा, दिपसन्ती ताल, अनि एक ताल, त्रिताल, सबै यो तालहरूको नामहरू हुन्छन् र सबै तालहरू सिक्नुपर्छ अनि चाहिँ अझै राम्रो हुन्छ। मेरो आइडियल चाहिँ अब म अलिक सानै हुँदाखेरि अलिक धेरै सुन्ने गीतहरू चाहिँ हुन त नेपाली गायकहरू सबैजना अब राम्रो हुनुहुन्छ होइन। पुरानो गायकहरू नारायण गोपाल, भक्तराज आचार्य, गोपाल इन्जन, अनि तारादेवी, अरुण लामा, अरुण थापा सबै स्रष्टाहरू हाम्रो आदरणीय सङ्गीतका हस्तीहरू हुनुहुन्छ होइन। उहाँहरूको गीत गाउँदा मात्रै हामीलाई रियाज हुन्छ कि, उहाँहरूको गीत सुन्दा मात्रै हामीलाई केही ज्ञान बढ्छ भन्ने जस्तो। मेरो चाहिँ अलिकति धेरै सुन्ने, मेरो भोइसमा अलिकति भन्ने हुन्छ नि म्याच एक खालको मिल्ने चाहिँ भक्तराज आचार्य हुनुहुन्छ। उहाँको गीतहरू चाहिँ म अति सुन्ने गर्थेँ, अति मनपर्छ। उहाँको उच्चारणहरू एकदमै सफा लाग्छ अनि गायकी पनि एकदमै मनपर्थ्यो मलाई उहाँको। मैले रेकर्ड चाहिँ धेरै गरेको चाहिँ छैन, तर केही गीतहरू गरेको छु। रेकर्ड गर्दा मात्रै फेरि भन्ने पनि होइन, खालि हामीले सङ्गीतमा चाहिँ काम गरिरहेका छौँ। सङ्गीतमा विभिन्न सङ्गीतको एउटा विधा हुन्छ, गायन, वादन अनि प्रोडक्सन, विभिन्न सङ्गीतको एउटा फिल्ड हुन्छ। त फिल्डमा हामीले कुन विधामा छौँ, म वादनमा छु भने म, तर सङ्गीत त सङ्गीतै हो नि त होइन। बेला बेलामा गाउने गर्छु, रेकर्ड पनि बेला बेला नै हुन्छ, तर म निरन्तर काम चाहिँ बजाउने अथवा कुनै सेक्टरमा म्युजिकमा गरिरहन्छु। मेरो पहिलो गीत चाहिँ मेरै दाइ भक्त विश्वकर्माले सङ्गीत गर्नुभएको गीत छ र कम्पोज उहाँको भयो र अर्को शब्द चाहिँ पुरमत श्रेष्ठले गर्नुभएको छ। अनि स्वर चाहिँ म अनि सुस्मिता राई हुनुहुन्छ, उहाँ बित्नु पनि भयो 1-2 वर्ष अगाडि बित्नु भएको छ। फिमेल भोइस उहाँको छ र मेरो चाहिँ मेल भोइस छ। त्यो गीत हामी सबै उस्तै भन्ने गीत हो त्यो चाहिँ। ओ पनि उस्तै म पनि उस्तै हामी सबै उस्तै हामी सबै उस्तै ऊ पनि उस्तै म पनि उस्तै ऊ पनि उस्तै म पनि उस्तै हामी सबै उस्तै हामी सबै उस्तै किन चल्ने यस्तो लाग्छ सबै उस्तै उस्तै किन चल्ने यस्तो लाग्छ सबै उस्तै उस्तै ऊ पनि उस्तै म पनि उस्तै। यो चाहिँ मेरो पहिलो रेकर्ड हो। यो चाहिँ मैले नुनथलामा एउटा स्कुल स्तरीय प्रोग्राम गरेको थियो र त्यो प्रोग्राममा म विनर भएको थिएँ र त्यसकै प्राइज यो गीत रेकर्ड हो र सबैले माया गर्नुभएको थियो त्यो समय। म त्यस्तो भयङ्कर सङ्गीत शिक्षक पनि होइन, म आफूले जानेको कुराहरू सिकाउने गर्छु। सङ्गीतको बेसिक कुराहरू सारेगामा यो कुराहरू चाहिँ सिकाउनु थालेको लगभग केही समय भयो र सङ्गीत भनेको एउटा मानिसको अभिन्न एउटा वस्तु हो, किनभने सङ्गीत बिना कुनै पनि मान्छे चाहिँ बस्न सक्दैन। सङ्गीतमा एक खालको रस हुन्छ, सङ्गीतमा मानवको एउटा
इमोसन हुन्छ, फिलिङ्स हुन्छ, यो कुराहरू सङ्गीतमा हुन्छ। र हामीले कतिपय अवस्थामा नयाँ पुस्तामा जति हुनुहुन्छ अहिले बच्चाहरू, उहाँहरूलाई थाहा हुँदैन सङ्गीत चाहिँ एउटा त्यत्तिकै गाएर हिँड्ने होला, सङ्गीत चाहिँ बजारमा त्यत्तिकै नाच्ने गाउने होला भन्ने खालको अंशमा लिनुहुन्छ। तर वास्तवमा सङ्गीत भनेको एउटा साधना गर्नुपर्ने चिज हो। सङ्गीतमा विदाउट साधना केही पनि हुँदैन, यसरी हामीले ट्रिट गरिरहेका छौँ। र कतिपय अवस्थामा एकदमै राम्रो गाउने बच्चाहरू चाहिँ सङ्गीत सिकेपछि, सङ्गीतको रियालिटी बुझेपछि अति नै मजाले अथवा केही सुधार भएको पनि छ। हामीले सङ्गीत खोटाङमा सिकाउँछौँ। साइनो कला केन्द्र भन्ने संस्था छ, विगत केही समयदेखि केही वर्ष भयो स्थापना भएको। र त्यो संस्थामा चाहिँ धेरैजना सिक्ने हुनुहुन्छ। सङ्गीत सिकाइन्छ, बजाइन्छ, गाइन्छ, विभिन्न कुराहरू छन्। मेरो केही गीतहरू रेकर्ड भएका छन्, सङ्गीत मैले गरेको छु र अन्य गायकहरूले पनि गाउनु भएको छ, जसमा एउटा सुगम राई अहिले अलि बढी चर्चामा हुनुहुन्छ। उहाँको पहिलो गीत मेरो सङ्गीत रहेको छ, आज फेरि भन्ने। अनि सङ्गीत र शब्द सङ्गीतै त्यो गीतको मेरो हो र उहाँको स्वर छ, अति नै मिठो गाउनु भएको छ त्यो गीत चाहिँ। अनि अर्को छ एउटा डान्सिङ गीतहरू पनि गरेको छु, त्यो चाहिँ दार्जिलिङको एकजना बहिनीले गाउनु भएको छ। जो सङ्गीत छन् केही, अब त्यस्तो धेरै हिट भएका छैनन्, तर कुनै भिडियो बनाउने क्रममा छौँ, कुनै पेन्डिङमा छ, अथवा कुनै रेकर्डिङ भइसकेको छन्, कुनै अलिअलि हिट पनि भएको छन्। यो चाहिँ शब्द सङ्गीत मेरो रहेको छ। अनि स्वर चाहिँ सुगम राई भन्ने दिदी हुनुहुन्छ, खोटाङकै हो। उहाँ अहिले व्यस्त हुनुहुन्छ सङ्गीतको फिल्डमा, अति नै व्यस्त हुनुहुन्छ। म अहिले उहाँलाई पनि सम्झेला यो गीतबाट। आज फेरि आउन तिमी आउन, आज फेरि आउन तिमी आउन, सुस्तरी सुस्तरी भुलेर हामी माया लगाउन, सुस्तरी सुस्तरी भएर हामी माया लगाउन, आज फेरि आउन तिमी आउन। यो गीत चाहिँ अब मेरै जनरको चाहिँ एक्ज्याक्टली होइन, हल्का लोक पप खालको बनाउन खोजेको, तर उहाँले चाहिँ एकदम मिठो पप शैलीमा गाउनु भएको छ, अति मिठो गाउनु भएको छ उहाँले। वास्तवमा म +2 पढ्दा हुँदै मैले चाहिँ पत्रकारिता विषय लिएर अध्ययन गरेँ र अध्ययन गरिरहँदा मलाई सञ्चार क्षेत्रमा इन्ट्रेस्ट अथवा इच्छा जाग्यो। मैले केही कामहरू गरेँ, अनलाइन म्यागजिनहरूमा पनि काम गरेँ, न्युज रिपोर्टर, न्युज राइटर भएर पनि काम गरेँ। र त्यस पछाडि एक खालको अनुभव रेडियोमा पनि काम गर्नुपर्छ है, यस्तो हिसाबमा सोचेर रेडियोको एउटा श्वेत सादुलमा काम गरेँ। श्वेत सादुल अहिले चाहिँ मदन भण्डारी मेमोरियल कलेजमा छ यो एफएम, र त्यहाँ चाहिँ मैले 2 वर्ष जति प्रोग्राम चलाएँ, लोकझङ्कार भन्ने। त्यहाँ चाहिँ म सङ्गीत फिल्डबाट बिलोङ गर्ने मान्छे भएकोले गर्दाखेरि लोकझङ्कारमा चाहिँ नेपाली लोक सङ्गीतलाई चाहिँ मैले फोकस गरेको थिएँ। जस्तो लोकबाजाहरू भयो, लोक सङ्गीत भयो, लोकधुनहरू भयो। अहिले चाहिँ मोडर्न गीतहरूले हाम्रो सङ्गीतलाई चाहिँ ओगटेको छ, ओभरट्याक गरेको छ। बिनायो मर्चङ्गा मादल विभिन्न लोकबाजाहरू चाहिँ ड्रमले विस्थापित गर्दै गएको अवस्था छ। त्यहाँ चाहिँ मैले 2 वर्षसम्म एक खालको त्यो काम गरेको थिएँ, कन्सेप्टमा अगाडि बढेँ र मैले त्यो चेष्टामा चाहिँ मैले एक खालको चाहिँ गरेर धेरै चाहिँ कुराहरू बुझ्न पाएँ, धेरै चाहिँ कामहरू गर्न पाएँ। अनि गर्दै गर्दाखेरि त्यही कुरा युट्युबमा पनि मैले लोकझङ्कार भन्ने प्रोग्राम चलाएँ, जहाँ चाहिँ वरिष्ठ गायक तथा सङ्गीतकार जितेन्द्र राई हुनुहुन्छ, अनि हेमन्त शर्मा,
रविओट देखि लिएर नगेन्द्र राई बाँसुरी वादक अनि अशोक लोहारुङ विभिन्न स्रष्टाहरूलाई लिएर मैले प्रोग्राम केही श्रृङ्खलाहरू चाहिँ ब्रोडकास्ट गरेँ र विभिन्न व्यक्तिहरूले सकारात्मक हिसाबमा फिडब्याकहरू दिँदै हुनुहुन्थ्यो। बिचमा कोरोना आएपछि स्टप भएको छ र मैले अब केही दिनमा नै त्यो प्रोग्राम सुरु गर्ने कि भन्ने कन्सेप्टहरू पनि बनाइरहेको छु। म केही वर्कहरू गरिरहेको छु। म चाहिँ स्पेसल्ली खतरा गाउने मान्छे भनेर चिन्न चाहन्न, खतरा तबला बजाउने भनेर चिन्न चाहन्न, र खतरै पत्रकार भनेर चिन्न चाहन्न। म चाहिँ एउटा असल नागरिक भनेर चिन्न चाहन्छु कि असल नागरिकमा हुनुपर्ने गुणहरू चाहिँ आफ्नो काम गर्ने होइन। तबला बजाउँछु म, गीत पनि गाउँछु, अलिअलि पत्रकारिता पढेको छु, तर त्यति भन्दैमा त्यो फिल्डबाट चिनिनुपर्छ भन्ने छैन। अब त्यो कामहरू गरेर एउटा असल सङ्गीतको माध्यमबाट पत्रकारिताको माध्यमबाट चाहिँ मैले एउटा राम्रो काम गरेँ भने म असल नागरिक हुन सक्छु नि त होइन। मेरो फ्युचर प्लानहरू चाहिँ त्यस्तो विशेष भन्ने केही होइन। अब म्याक्सिमम अधिकांश कलाकारहरूको प्लान भनेको आफ्नो कर्म गर्ने हो होइन, आफ्नो काम गर्ने भन्ने छ। र काम गर्दै गर्दा त्यो कामले कुनै बेला फ्याट्टै अलिक बढी चाहिँ परिचित हुन सक्नुहुन्छ, कुनै बेला आफूले गरेको काम अलिकति बढी लोकप्रिय नहुँदा अलिकति ब्याक जस्तो भन्ने हुन्छ। तर मैले हिजो जे गरिरहेको छु आज त्यही गरिरहेको छु र भोलि पनि त्यही गर्नेछु, किनभने सङ्गीतमा हामीले काम गरेको छौँ नि त होइन। त्यो छ। अहिले म तबला बजाउँछु, सङ्गीत सिकाउँछु अथवा आफूले आएको कुराहरू सिकाउने काम गर्छु। अनि त्यसरी यता आफ्नो अध्ययन पनि छ या अथवा निरन्तर नयाँ प्रोजेक्टहरू पनि काम गर्ने प्लानहरू पनि छ। अब एक स्टेप गर्दै गर्दै 2 स्टेप गर्दै गर्दै यसरी हामीले अगाडि बढ्ने भन्ने पनि छ होइन। अब तर काम गर्ने हो, सङ्गीतमै अब छौँ, ब्याकग्राउन्डमा छौँ, म्युजिसियनमा छौँ, विभिन्न कुराहरूमा काम गर्ने नै छौँ दाइ भन्ने छ फ्युचरमा चाहिँ। त्यो सङ्गीतमै तपाईँ हुनुहुन्छ जे भए पनि होइन। हुन्छ भाइ, तपाईँले आज हामीलाई समय दिनुभयो होइन, आफ्नो कुरो सेयर गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हुन्छ दाइ, नमस्कार छ। अब यहाँसम्म चाहिँ मलाई के यसरी अनुभव सेयर गर्ने एउटा केही बोल्ने समय दिनुभएको छ, धन्यवाद छ। अनि एकदमै खुसी लाग्यो तपाईँसँग भेट भएर। अनि यसरी मलाई अहिले हेरिराख्नुभएका दर्शकहरूलाई चाहिँ धन्यवाद छ, मेरो कुरा सुनिदिनु भयो। यसरी नै माया गर्नुहोला सधैँभरि। र सुक्तुलुम टिभी हेरिराख्नुभएका तमाम दर्शकहरूलाई चाहिँ सब्सक्राइब गर्नुहोस् च्यानल, किनभने तपाईँको यो सब्सक्राइबले हामीलाई नेक्स्ट कामहरू गर्न हौसला मिल्नेछ, एक खालको जागर आउनेछ। हस्, नमस्कार, धन्यवाद। यो गीत चाहिँ मेरो दाइ भक्त विश्वकर्मा अनि म दुईजनाको संयुक्त भोकलमा रेकर्ड भएको गीत हो। र यो गीतको सङ्गीत पनि मेरो दाइ भक्तले नै गर्नुभएको सङ्गीत हो र शब्द चाहिँ कृष्ण आचार्य सरले गर्नुभएको हो। र यो गीत चाहिँ भर्खरै रेकर्ड भएको छ र भएर पनि आउट भइसकेको छ। यो खबर मल्टी भन्ने युट्युब च्यानलमा छ, तपाईँले हेर्न सक्नुहुन्छ है। झरनाको बाजा बजेको शान्तिको देश नेपाल, झरनाको बाजा बजेको शान्तिको देश नेपाल, बुद्धको सन्देश फैलाउने भृकुटी सीताको देश नेपाल, बुद्धको सन्देश फैलाउने भृकुटी सीताको देश नेपाल, छहरा छाग पहिर हिमल हाँसेको नेपाल, छहरा छाग पहिर हिमल हाँसेको नेपाल, डाफेर मुनल कोइलीको सुरिलो
सङ्गीतको नेपाला डाफेर मुना कैलीको सुरिलो सङ्गीतको नेपाला छहारा छागा बाहिर हिमाल हाँसेको नेपाला